दर्शकवृन्द, समाजसेवी गिबिना मगर जसले अरूको दुःख देख्न नसकेर आफूले चढ्दै गरेको स्कुटर बेचेर समाजसेवामा लागिन्। तर उनै गिबिना मगरमाथि किन एकपछि अर्को वज्रपात परिरहेको छ? आमा र भाइ गुमाएको 3 महिना नबित्दै ठुली दिदीको पनि निधन भइसकेको छ। समाजसेवी गिबिना मगरको जीवनमा यो वर्ष दुःखको पहाड नै खसेको छ। केही समय अघि गिबिनाकी आमालाई टिप्परले किचेर ज्यान लिएको थियो। त्यस लगत्तै गिबिनाका भाइले पनि आमाको वियोग सहन नसकी आफैले झुन्डिएर यो संसार छोडेका थिए। दुःखको त्यो श्रृङ्खला रोकिएको भए पनि त हुन्थ्यो, तर नियतिले फेरि एकपछि अर्को प्रहार गरिरह्यो गिबिना मगरमाथि। अरूको दुःख देख्नै नसक्ने गिबिना आफ्नै ठुली दिदीलाई समेत गुमाइसकेकी छिन्। एकै वर्षमा एकपछि अर्को गर्दै परिवारका 3 सदस्यलाई गुमाउनु पर्दाको पीडा शब्दमा पनि बयान गर्न सकिँदैन। आमा र भाइको वियोगमा मुटु चिरिएको घाउ निको हुन नपाउँदै दिदीको पनि निधनले उनले ठुलो पीडा सहनु पारेको छ। उनको घाउ झन गहिरो बनेको छ। नियति पनि कति निर्मम, जसले जीवनभर अरूको दुःख देख्नै सकेन। सबैलाई सहयोग गर्दै आइन् गिबिनाले, कसैलाई नयाँ जीवन पनि दिन्। तर आज उनै गिबिनामाथि एकपछि अर्को वज्रपात परिरहेको छ।